एउटा कथा सुनौ है त। एक पटकको कुरा हो। एउटा घना जंगलमा दुईवटा भ्यागुता खुसी साथ खेलिरहेका थिए। खेल्दा खेल्दै उनीहरूलाई थाहा नै भएन र अचानक दुवैजना एउटा गहिरो इनारभित्र खस्न पुगे। त्यो इनारमा पानी थिएन, त्यसैले उनीहरू सिधै निकै तलसम्म पुगे। इनारको तल पुगेपछि दुवै भ्यागुताले बाहिर निस्कनका लागि उफ्रिन सुरु गरे। पटक पटक प्रयास गर्दा पनि इनार धेरै गहिरो भएकाले उनीहरू बाहिर निस्कन सकेनन्। त्यसै बेला वरिपरिका जंगली जनावरहरू इनारको मुखमा आएर हेर्न थाले। भ्यागुताहरूको प्रयास देखेर जनावरहरूले भन्न थाले, अब तिमीहरू बाहिर निस्कन सक्दैनौ। यति गहिरो इनारबाट कसैले निस्केको देखिएको छैन। अब प्रयास गर्नुको कुनै अर्थ छैन। यस्ता निराशाजनक शब्दहरू बारम्बार सुनिरहँदा एउटा भ्यागुताको हिम्मत टुट्यो। उसले भन्यो, सबैले सकिँदैन भनेपछि अब म पनि सक्दिन। उसले भगवानलाई नमस्ते गर्यो र प्रयास गर्न छोड्यो। केही समयमै त्यो भ्यागुता इनारमै मारेर गयो। तर अर्को भ्यागुताले भने हार मानेन। उसले वरिपरिबाट आउने आवाजहरूलाई वास्ता नगरी निरन्तर उफ्रिरह्यो, प्रयास गरिरह्यो। अन्ततः एक पटक ऊ आफ्नो सम्पूर्ण शक्ति लगाएर उफ्रिँदा इनारबाट बाहिर निस्कन सफल भयो। यो दृश्य देखेर सबै जंगली जनावरहरू छक्क परे। उनीहरूले सोधे, सबैले सकिँदैन भनेको अवस्थामा पनि तिमी कसरी निस्किन सफल भयो? त्यस भ्यागुताले केही सुन्न नसकेको जस्तो गरी हात हल्लाउँदै इशारा गर्यो। त्यति बेला मात्र सबैले थाहा पाए त्यो भ्यागुता बहिरो रहेछ। उसले निराशाजनक आवाजहरू सुनेन, त्यसैले प्रयास गर्न छोडेन। कथाको शिक्षा। यो कथा हाम्रो जीवनसँग गहिरोसँग जोडिएको छ। जीवनमा जब हामी कुनै लक्ष्यतर्फ अघि बढ्छौं तब वरिपरिबाट धेरै नकारात्मक आवाजहरू आउँछन्। यो काम हुँदैन, यो बाटो सही होइन, यसमा कसैले सफलता पाएको छैन। यदि हामी ती सबै कुरा सुन्दै गयौं भने हामी आफ्नै यात्रामा रोकावट ल्याउँछौं। कहिलेकाहीँ सबै कुरा सुन्नु आवश्यक हुँदैन। आफ्नो लक्ष्य, आफ्नो मेहनत र आफ्नो विश्वासमा अडिग रहनु नै सफलताको मूल मन्त्र हो। निरन्तर प्रयास गर्ने मान्छे कहिल्यै हार्दैन। मेहनतको फल सधैँ मिठो हुन्छ।